हेलो एन्ड गुड मर्निङ गाइजहरू मेरो नयाँ भ्लगमा यहाँहरूलाई स्वागत छ। म चाहिँ फाल्योङतिर जाने आँटेको छु। मेरो चाहिँ फर्स्ट भ्लग हो गाइज। अहिले ट्याक्क 2 बजेको छ। अहिले हामी चाहिँ माबुमा छौँ अनि टक्क हामी यहाँ गाडी साडी रोकेर चिया खाने भनेर बसेछौँ। माथि देख्न सक्नुहुन्छ बवाल भ्यू आएको छ। अनि यता फुलबारीहरू बवाल छ। अनि हाम्रो केटाकेटीहरू पनि यतापट्टि फुलबारीमा फोटो खिचिरहेको छन्। अनि हाम्रो गाडी यो ट्राभल डेन्टल क्याम्पको गाडी छ, डाक्टर सासाङ ताम्राकारको। सोलो ट्राभल, म सोलो ट्राभल हो। बवाल छ ठाउँ। गाइजहरू यता फोटो खिच्दै रहेछ। दाइ यता फोटोग्राफी गर्दै हुन्छ। दाइको नि स्किलहरू एकदम हुन्छ नि दाइ। वा केटीहरू के त्यहाँ बस। मलाई चाहिँ भर्खरै यहाँ केटीहरूले एकदम फोटो खिचौँ भनेर केटीहरू त बोलाएको छ। यहाँ हाम्रो बहिनीहरू हुन्छ, सबैजना बहिनीहरू सबैजना राम्रीहरू छन्। फोटोसोटो खिचिसकेको छन्। गाइजहरू यसपालि चाहिँ भ्लग हाल्ने सोचिरहेको छु। हेर्दै जाऊँ के हुन्छ। गाइज हल्का सिमसिम पानी परिरहेछ। अनि हाम्रो फोटोग्राफर दाई, ड्राइभर दाई सबैजना हुनुहुन्छ। अनि बहिनीहरू तिमीहरूलाई कस्तो लागिरहेछ त? कस्तो लागिरहेछ? कस्तो लागिरहेछ बहिनी भनिदेऊ न यार। कस्तो नभनेको रमाइलो भइरहेछ। ठिकै भइरहेछ। अनुहार कस्तो रमाइलो भइरहेछ। चिसो हावा चाहिँ अलिकति बोकेर झापा लानु पाए पनि हुन्थ्यो जस्तो। अलिकति 1-2 केजी लानुपर्छ होला गाइस। बहिनीहरूले भनिसके पछाडि 1-2 केजी चिसो चाहिँ हामी बोकेर झापा जाँदैछौँ। यहाँदेखि यस्तो जोडेर चाहिँ पछाडि लगिदिनु। फेरि यो चाहिँ लिम्बुनी चाहिँ अब्बडै गफाडी छ होइन। यो बहिनी चाहिँ आम्मा फेरि साथीहरू अहिले चाहिँ म
फालेलुङ चाराते पुग्न आँटेको छु अहिले यहाँ चौरमा छु याकहरू चढिन सक्नुहुन्छ यहाँ बवाल चौरीमा वेदर त्यस्तै छ बवाल छ आमा चौरीले त कस्तो हानिदिन्छ है के हो बा डर डर लागिरहेछ त वरिपरि चाहिँ खतरा भ्यू छ क्या आम्मामा यु क्यान सी द भ्यू क्या बवाल क्या दामी छ दामी यता याकहरू चढिरहेको छ यहाँ टुरिस्टहरू चाहिँ फोटो खिच्दै रहेछ फरेनरहरू हो कि अब नेपाली नै हो थाहा भएन यहाँ गाडी लिएर आएको रहेछ अनि यहाँ चाहिँ बोर्डर एउटा पिलर छ क्या नेपाल र इन्डियाको अनि म चाहिँ अहिले इन्डियाको जग्गामा छु अनि उता चाहिँ नेपालको जग्गा हो यो घर भएको चाहिँ नेपाल हो अनि मैले भिडियो गरेर आएको चाहिँ इन्डियाको जग्गा हो अहिले म चाहिँ भारततिर छु अनि अहिले चाहिँ म नेपालतिर छु गाइज हाम्रो नेपालको पिलर यस्तै छ नेपाल र इन्डियाको पिलर भर्खर भर्खर गाडेको रहेछ सिमाना चाहिँ यही है गाइज यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरू 360 भ्यू बब्बाल वरिपरिका टक्क बबाल छ वेदर पनि त्यस्तै छ चिसो चिसो छ अहिले चाहिँ लगभग 5:30 हुन लागिरहेको छ फोटो खिच्ने रमाइलो गर्ने गाइजहरू अहिले चाहिँ टक्क 5:22 गएको छ अहिले चाहिँ म फालेलुङ चाराते पुग्न लागेको छु अनि यहाँ चाहिँ म भ्यू हेर्न आएको बाटोमा बबाल दामी भ्यू छ अनि अहिले चाहिँ म इन्डियाको जग्गातिर छु अनि यता चाहिँ फेरि यता चाहिँ नेपाल हो अनि यता चाहिँ फेरि इन्डिया हो यहाँ चाहिँ हाम्रो भ्लगर दाइलाई भेटेको छु क्यामेरा चाहिँ खतरा खिच्नु हुँदो रहेछ दाइले होइन हाम्रो दाइले चाहिँ फेरि दाइको टिकटक फलोवर्सहरू चाहिँ 6-7 हजार अनि फेसबुक फलोवर्सहरू 9,000 जति रहेछ दाइको के अरे भिडियोको भ्युजहरू चाहिँ मिलियन पुगिसकेको छ अनि डाक्टर शशाङ्कले कुदाउने गाडी मतलब डाक्टर शशाङ्कको डेन्टल ट्राभल क्याम्पमा कुद्ने गाडी चाहिँ यही हो गाइजहरू आज डाक्टर शशाङ्क चाहिँ हुनुहुन्न तर हामी चाहिँ उहाँको गाडीमा छौँ यहाँ दाइलाई लिएर आएको दाइ बहुत रमाइलो हुँदो रहेछ गाइजहरू जाडो जाडो छ त्यही हो अरू भ्यू चाहिँ अब तपाईँले अर्को भिडियोमा देख्न सक्नुहुन्छ गाइजहरू फेरि यो हाम्रो गाडीमा चढ्ने बहिनी चाहिँ को हो फेरि दोक्ला दिनुपर्छ के हो दोक्ती बहिनी त राम्री रहेछ हान्दैन आन्टी हाम्रो नयाँ मान्छेलाई त हानिदिन्छ होला त नि नहान है गाइज यहाँ फेरि बेबी किट पनि रहेछ यहाँ बेबी याकको बेबी चाहिँ उयो छ यहाँ आमा कुकुरहरू सुतिरहेको रहेछ तल गाइज आन्टीले यहाँ दुधहरू धुँदै हुन्छ होला
गाइजहरु फाइनल्ली हामी चाहिँ कहाँ आइपुग्यौँ भन्दाखेरि फालिलुङ चाराते हामी याक लजमा आइसकेको छौँ। मेरो चाहिँ सेकेन्ड टाइम हो गाइज होइन, बवाल छ भ्यू होइन। त्यही हो गाइजहरु, हामी चाहिँ आइसकेको छौँ। One eternity later. गाइज गुड मर्निङ। अहिले चाहिँ म फालिलुङ चारातेमा छु। बिहानको भ्यू चाहिँ बवाल छ। यताबाट सनराइज छ होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यता म छु, साइडमा यहाँ याकहरू सुतिरहेछ। अनि त्यही हो, हामी बसेको होटल चाहिँ यहाँ माथि छ। त्यही हो, राति सुत्न चाहिँ अलिक गाह्रो भएको थियो, धेरै हावा चल्दो रहेछ, चिसो। अनि निन्द्रै लागेन क्या, रातभरि निन्द्रै लागेन। अनि अरू त ठिकै भयो, खानासाना खाइयो, सुतिहाल्यो। आज चाहिँ हाम्रो सेकेन्ड डे हो। अब हेर्दै जाऊँ के हुन्छ। आज चाहिँ हामी फर्किन्छौँ होला गाइजहरू। तर यो ठाउँ चाहिँ बवाल छ है गाइज होइन, हरियाली एकदम वरिपरि। अस्ति चाहिँ हामी सुक्खा टाइम भएको बेला आएको थियौँ, अहिले चाहिँ पुरा हरियाली रहेछ क्या वरिपरि, दामी। अनि त्यही हो, रमाइलो भयो गाइजहरू। के को यता चाहिँ टक्क सूर्य हाम्रो सनराइज छ। अनि यता चाहिँ टक्क अलिकति बादलको टुक्रा छ। अहिले चाहिँ अनि यता हेर्न सक्नुहुन्छ, हल्का तुवालो लागेको छ। वरिपरि भ्यू चाहिँ बवाल छ क्या गाइजहरू होइन, बवाल छ। अनि हामी बसेको होटल चाहिँ माथि, अनि बवाल छ। यहाँ याकहरू चरिरहेछ, सानो बच्चाहरू। अनि यो माथि पनि चढिरहेछ याक, अनि तलतिर पनि चढिरहेछ याक। बवाल छ गाइज, बवाल। गाइज म चाहिँ तलको कोठ जाँदैछु, हेरौँ होइन के हुन्छ गाइज। कोही हिरालो पो रहेछ र गाइज, बाटै छैन के हो। बाटो चाहिँ डेन्जर छ कि के हो गाइजहरू। बाटो बवाल छ गाइज। म चाहिँ त्यहाँ तलको गोठ जानु पर्यो भनेको, बाटो नै छैन कि के हो। गाइज म चाहिँ गोठ पुग्न आँटेँ गाइज, माथिबाट आएको गाइज। म अहिले गोठ पुग्न आँटिसकेँ। गोठमा चाहिँ चौरीहरू याकहरू पालेको रहेछ। अनि मलाई चाहिँ याकहरू हेर्न मन लाग्छ क्या, मतलब मनपर्छ। त्यहीबाट त्यहाँ गोठ जाँदैछु। अहिले चाहिँ वेदर चाहिँ बवाल छ, घाम लागिरहेछ। आज पुरै खुलेको छ। अब म चाहिँ गोठ पुग्न आँटिसकेँ। म चाहिँ यहाँ गोठ आइपुगेँ। दाउराहरू चिरेर सुकाइरहेको रहेछ गाइजहरू। याकहरू रहेछ।
यहाँ को हुनुहुन्छ होला म हेर्छु भाइको दाइहरू यहाँ हुनुहुँदो रहेछ बाइक स्टार्ट गर्दै हुन्छ यहाँ चौरी गाई याकहरू चाहिँ चराउनु लगिसकेको रहेछ यो चाहिँ बाख्राको खोर गाई छ बाख्राको खोर म चाहिँ फेरि माथिको गोठ जानु पर्यो गाईहरू पहाडमा घुम्नु मजा हुन्छ नि गोठमा आएको चौरीहरू चराउनु लगिसकेको रहेछ अनि त्यही भएर म चाहिँ हल्का हेरेर फर्किँदै भन्दा नि अर्को गोठतिर जाँदैछु गोठ होइन घरै होला अनि त्यो घर चाहिँ यहाँ माथि छ म चाहिँ पुरा हिँडिरहेको छु क्या बाटो यस्तो छ अनि म हिँड्दैछु बाटो कडा यो त खच्चड होइन यार सरी यार चौरी गाई चढाउने बाटो रहेछ सास बढिरहेछ अर्को घर जाँदैछु म दाइको घर पुगिसके के पकाउनु भएको दाइ ए तपाईँको पनि चौरीहरू छ कि दाइ के को लागि पकाउनु भएको दाइ ए यस्तो दाइ के रहेछ भनेर हेर्न आएको नि दाइ यो पुरै नुन हो ए भोलिदेखि स्टार्ट गर्नु आँटेको कि आज नुन पकायो अनि भोलि कसरी बनाउँछ दाइ चिज चाहिँ चिज त उयो बनाउनको लागि अलिक प्रविधि अलिक छुट्टै छ ए आज नुन यो नुनमा चाहिँ के गर्ने डुबाउनुपर्छ ए अब बनायो बनाएर चाहिँ नुनमा भने तपाईँको आफ्नै छ चौरीहरू सबै ए तर गोठै चाहिँ यहाँ छैन ए कहाँ छ मेरो निकै पर पर्छ 2-3 किलोमिटर पर्छ ए अनि यहाँ चाहिँ अब सबैको दुधहरू सम्हाल्नुपर्छ ए सबै भनेपछि तपाईँकोमा सबैले ल्याउने भयो अच्छा बनाउने ठाउँ चाहिँ भित्र छ ए खोइ दाइ हेरिदिउँ नि दाइ म त के रहेछ भनेर हेरिदिन आइदिएको दाइ हल्का यसो भिडियो पनि बनाइदिरहेको छु दाइ मैले तपाईँको कति लगानी छ दाइ लगभग हजुर यहाँ त लगानी निकै धेरै छ ए चप्पल त खोल्दिनँ म ए यता बाहिर हो चप्पल लाउँदा हुन्छ बा प्रविधि तपाईँले सफा गर्नुभएको दाइ म हिँडेँ नि यो याक चिज नि अब यस्तो अब नेचुरल ठाउँमा बनेको हो होइन हजुर अब साँच्चै यसले बजारीकरण गर्ने हो भने त विश्वमा नै टप 10 मा आउँछ 1 नम्बरमा आउँछ अर्ग्यानिक पनि छ हजुर है तर अहिलेसम्म अब देखिएको चाहिँ छैन अब अहिले देखिएको भनेको अब ब्यालेन्स हाम्रो प्रधानमन्त्रीज्यू होइन बालेनले याक चिजको एउटा विज्ञापन अस्ति अब एउटा पोस्ट गरिदिनु भयो नि त होइन हजुर त्यसले गर्दाखेरि अब अलिकति बजारमा अहिले याक चिज माग्दैछ अब यसलाई बजारीकरण गरेर अन्तर्राष्ट्रियकरण गर्नु हो भने त हजुर यो केजीमा अब 5000 6000 पनि पाउँछ है अहिले कतिमा बेच्दै हुन्छ दाइ अहिले त हामी 1200 पर केजी यहाँ 1200 है अब बढ्यो भने 5000 सम्म पुग्छ है तपाईँको छ नि नाग्छ है अब यो विश्वमा नै पाइँदैन नि त यो चिज हो याकको चिज चाहिँ नेपालमा मात्रै पाइन्छ है नेपालको नि त यता कहाँ यता पूर्वमा मात्रै पाइन्छ अनि यो पश्चिम वेस्टतिर पनि छ रामेछाप अनि रसुवातिर छ अच्छा अनि सोलुमा छ ए सोलुतिर पनि छ तर यस्तो अर्ग्यानिक त
अब नेपालमा बाइक कहाँ पाउँछ होला र जस्तो लाग्छ। देश खुसी हुनुहुन्छ दाइ। अस्ति अब बालेनले एउटा चिजको फोटो खाइरहेको मतलब अगाडि राखेर पोस्ट गरिदिनु भयो, त्यो भए पनि एकदम खुसी हुन्छ नि त दाइ होइन? केही होला कि भन्ने छ नि त दाइ, आशा छ दाइ। धन्यवाद दाइ। ल दाइ ल अथवा यो चिज बनाउने फ्याक्ट्रीको नाम कञ्चनजङ्घा याचिज उत्पादक समूह कालेबुङ 4 राते। ओके दाइ ल ओके दाइ चाहिँ भनिदिनु न दाइ। मेरो बलबहादुर तामाङ। बलबहादुर तामाङ है हजुरको घर? ए मेरो फालुङ 4 नम्बर। फालुङ यो फालुङ गाउँपालिका नि? यो कति नम्बर हो? यो 4 नम्बर। 4 नम्बर 4 राते नि? ए अच्छा ठिक छ दाइ। अनि अब यो त के हो दाइ? दुध पकाउने ए सबै माथिबाट दुध भेला पारेर यहाँ पकाउँछ? अनि त्यसरी यो सबै छ यहाँ छरिदिने हो मतलब यहाँ आउँछ? यो त फेरि पानी छ त यहाँ खोल्ने कहाँबाट निकाल्छ त? पानी हो यहाँबाट निकाल्छ हो। यो चाहिँ अब दुध पकाउने यसको आगो फुक्ने चाहिँ उतापट्टि छ। ए यहाँ चाहिँ पकाउने अनि यसलाई प्रशोधन गर्ने ठाउँ। ए अब यो बनाउनै बाँकी छ, आज दिनभरि बनाएर हो। हजुर यो त पुरै सफा गर्नु पऱ्यो होइन दाइ? अच्छा तपाईँको लगभग कति लगानी छ भन्नु त? यहाँ त झन्डै 20-30 लाख है। त्यही त दाइ मैले घर हो कि के हो भनेर हेर्न आएको नि दाइ। अनि तल चौरी रहेछ, चौरी चराउनु लगिसक्यो रहेछ, चर्नु गइसक्यो रहेछ। अनि दाइ भनेपछि जम्मा कति लिटर त त्यहाँ दुध भेला पार्नुहुन्छ दाइ? अब अहिले सुरुमा चाहिँ 200-250 हुन्छ हो। अब असारदेखि त 400-450 लिटर हुन्छ। ए 400 को कति केजीमा बेच्नुहुन्छ नि उयो त के चिज त? चिज केजी ए 400 लिटर कति आउँछ त? 400 लिटरको केजी लगभग 40-50 केजी 50 हुन्छ ए दिनमा। अनि तपाईँ एक्लै गर्नुहुन्छ कि मेन पावर? ए आज अहिले त बिहान चाहिँ तपाईँ मात्रै हुनुहुन्छ? यो त यहाँभित्र गर्दै गरेको। ए तर थाहा थिएन नि त हामीलाई त उतै डाँडा मात्रै, सबैलाई त्यही डाँडा मात्रै थाहा छ नि त चिज बनाउँछ यहाँ भनेर त कसैलाई थाहा छैन नि त दाइ। अब अहिले चाहिँ अब सुरु भएको छैन होइन, अब कार्तिकसम्म भन्छ। कार्तिकदेखि चाहिँ फेरि यो चौरी सबै थाक्छ हो। अनि त्यसले गर्दाखेरि हिउँदोभरि बनाउँदैन, हजुर बर्खाभरि बनाउँछ। 6 महिना 7 महिना 7 महिना है। भने तपाईँले आफ्नो लगानी त पहिल्यै सुरक्षित गरिसक्नुभयो? भन्दा पनि यो यस्तो गरेको छ, एउटा चौरी कञ्चनजङ्घा याचिज उत्पादक समूह भनेर समूह गठन गरेको छौँ। ए हजुर। अनि त्यही समूह मार्फत नै यो सञ्चालन गर्दैछु। तर त्यसमा अब मेन अब उ गर्ने चाहिँ मैले नै गर्छु। ए तपाईँ यसो लिडर मतलब? ए ठिक छ ठिक छ। अब बनाउने होइन हजुर बेच्ने यी काम चाहिँ मै गर्छु। ए अच्छा तपाईँको अनि यता मार्केट बजारको लागि चाहिँ कहाँ लग्नुहुन्छ? काठमाडौँ लाँदै थियो। हजुर यसपालिदेखि चाहिँ अब पोखरा पनि लाने छ। हजुर हजुर यस डिमान्ड बढिरहेको छ बजारमा? ए ए ए अनि दाइ तपाईँले कतिजनालाई रोजगारी दिनुभएको छ दाइ? यहाँ अहिले प्रत्यक्ष काम गर्ने चाहिँ हामी 3 जना हुन्छ। हजुर तपाईँ लगायत? तपाईँ त आफै खटिनुहुन्छ जस्तो लाग्यो मलाई। हजुर हजुर ए ठिक छ दाइ। अब त्यही हो दाइ, अब फेरि अब सरकारले राम्रो गर्ला नि भन्ने के तपाईँलाई कस्तो लाग्छ दाइ? अब अहिलेको सरकारले अब यो त अहिलेको अब तत्कालको अब विज्ञापन हेर्दाखेरि चाहिँ निकै राम्रो छ कि जस्तो है। हजुर अब देख्नु सकेको छैन, अब देखिसकेको छैन। हजुर तर राम्रो हुन्छ भन्ने चाहिँ आशा चाहिँ छ, आशा चाहिँ छ। ठिक छ देश बालेन सरकारले गर्ने आशा चाहिँ छ। अच्छा ठिक छ, आश राख्नुपर्छ दाइ, नयाँ मान्छे आज होइन। अच्छा दाइ उता चाहिँ के छ दाइ? उता यो राख्ने स्टोर हो। हजुर तर स्टोर पनि हामी कम्प्लिट गरेको छैनौँ। हजुर अब यसलाई अब 2-3 दिनभित्रमा कम्प्लिट गर्छ। त्यसो गर्दाखेरि उता अरू पनि ए ए स्टोर कुरा यो चाहिँ अब राख्ने ठाउँहरू पनि अब बनाउने ठाउँ पनि एकदम सफा चाहिन्छ नि त। हो सफा हुनु पऱ्यो, क्वालिटी त होइन। बजारमा त अब उयो त दिनु पऱ्यो, भोलि पर्सि कम्प्लेन सामने आयो भने त होइन अब बजार मार्केट बिग्रिन्छ। त्यसले गर्दाखेरि यो उता चाहिँ स्टोर राख्ने ठाउँ। तर अहिले हामी अब मिस्त्री भर्खर बोलाइरहेको छ। हाम्रो भिडियो यसरी गर्नु न तपाईँ चाहिँ। कस्तो ट्रेनर है? गर्नु मन भएन नि त लुसु। कस्तो ट्रेनर है? कस्तो ट्रेन भने त? कस्तो ट्रेन? यस्तो तान्नेवाला खालको। कसरी तान्ने? कोरियोग्राफरले के भन्छ भन्दैछ। हामी त केही पनि बुझ्दिनँ। गाइज यो फुच्चीहरू चाहिँ पुरा होइन सुलुलुलुमा भिडियो बनाउन आँटेको छन् गाइजहरू।
कति मिठो गर्ने नि हाँसो गर्दा यता फर्किन्छ ल कोरियोग्राफर चाहिँ कडा है कति मिठो हाँसो अनि यसो गर्ने खुट्टा अगाडि ल्याउने मायाको अनि मायाको हुन्छ नि त होइन अल्झिए त्यसैमा गरेर कस्तो कलाको यसले बुझिस पखामा कपाल हाम्रो यहाँ ब्रेकफास्ट आइसकेको छ गाइज अन्डा र म्यागी अनि अन्डा हाम्रो केटीहरू म्यागी खान रेडी छ कसैको खुट्टा दुखेर कसैको टाउको कसैको ढाँड अनि के दुखिरहेको छ केटीहरू लभली भ्यू है गाइज लभली भ्यू हामी बसेको लज चाहिँ त्यही हो याक लज अहिले हामी याक लजबाट निस्केर हामी यता डाँडातिर अनि यहाँ भप्पाल भ्यू छ अनि यतातिर चाहिँ इन्डियाको जग्गा हो अनि यता चाहिँ नेपालको जग्गा यहाँ पर्यटकहरू यता आएको रहेछन् पर्यटकहरू नेपाली पर्यटकहरू जस्तै नै लाग्यो फरेनरहरू होला भनेको होइन रहेछ यहाँ चाहिँ हाम्रो ट्राभल डेन्टल क्याम्पको गाडी छ अनि हाम्रो फोटोग्राफर दाइ मल्टी ट्यालेन्टेड अनि दाइले ड्राइभ गर्ने दाइ त्यही हो गाइजहरू